कसरी चलाउनु भएको छ यो जीवन के रहेछ अँ, जीवन के रहेछ बाजे पहिले अब यस्तै हो। अब पहिले अब मतलब अब सानसानै पनि अब देश प्रदेश घुमेँ, यताउता डुलेँ। हजुर त्यहाँदेखि मैले अब आफ्नो घरमा आएँ। मैले घरमा आएन, मैले कोही 35-40 वर्ष उमेर भए थिएन। 43 सालमा मैले गरे हूँ। नागदा बनाएँ। 44 सालमा मैले उम्मीदवारमा उठा हूँ। उम्मीदवारमा पञ्चायती जनप्रतिनिधिमा उठ्नु जनप्रतिनिधिमा। पहिले के भनिन्थ्यो पहिले पञ्चायती व्यवस्थामा हो हजुर। हजुर पहिले अहिले चाहिँ जनप्रतिनिधि वडा अध्यक्ष भन्छन् उहिलेको पालोमा के भनिन्थ्यो उहिलेको पालो पहिल्यै पञ्चायती व्यवस्थामा त पहिले त अहिले अब 5 जना प्रतिनिधि हुन्छन् नि, उहिले एउटै थियो। अहिले चाहिँ जनप्रतिनिधि भन्ने छ जो वडा अध्यक्ष भनिन्छ नि, जस्तै तपाईँ गाउँमा वडा अध्यक्ष उठ्ने काम भयो, पञ्चायती व्यवस्थापनमा तपाईँले के भनिएर जनप्रतिनिधिलाई के भन्थे? जनप्रतिनिधिलाई पहिला पञ्चायती व्यवस्थामा वार्ड सदस्य भन्थे। वार्ड सदस्य भन्थे। वार्ड अध्यक्ष भन्छ। अहिले वार्ड अध्यक्ष भन्छन्, पहिला सदस्य भन्थे। सदस्यले कतिजना हुनुहुन्थ्यो नि त्यो वार्ड सदस्यमा? वार्ड सदस्य न पहिला त अब एउटै हुन्थ्यो। पछि मेरो धेरै हुनुहुन्छ, सचिव हैन, सदस्य अध्यक्ष, त्यस पछाडि धेरै हुनुहुन्छ वार्ड सदस्य हैन। अहिले त पालामा चाहिँ कतिजना हुनुहुन्थ्यो जनप्रतिनिधि? जनप्रतिनिधि मेरा पालानु पहिल्यै त अब एउटैले काम चलाउँथ्यो उसले वार्ड सदस्यले। मैले 44 सालमा 43 सालमा मैले प्रतिनिधि भए थिइनँ। 5 जना हुन्थ्यौँ हामी। 5 जना हुन्थ्यौँ। एउटा वार्ड अध्यक्ष हुन्थ्यो। पछि म वार्ड सदस्यमा मैले गरे हुँ। वार्ड सदस्यमा कतिचोटि तपाईँ 2043 सालमा 2043 सालमा तपाईँ चाहिँ 44 सालमा चाहिँ तपाईँ एउटा जनप्रतिनिधि बन्नुभयो। कति पटक जित्नुभयो तपाईँले? पञ्चायती व्यवस्थामा मैले एकपटक पञ्चायती व्यवस्था पुरै अवधि खाइयो। पञ्चायती व्यवस्था एक अवधि पुरै खानाखेरि अब आनन्द प्रसाद पञ्च प्रधान हुनुहुन्थ्यो। मधना घाटु दिल्ली बहादुर कुँवर उहाँ उपाध्यक्ष हुनुहुन्थ्यो। हामीहरू अब वार्ड सदस्य वार्ड अध्यक्षहरू थियौँ। पञ्चायती व्यवस्था पछि आनन्द प्रसाद पञ्च प्रधान हुँदाखेरि पञ्चायती व्यवस्था भङ्ग भइदिउन्। उहाँपछि पार्टी आयो। पार्टी एक पार्टी थियो नेपाली काङ्ग्रेस, एक पार्टी थियो रापरपा, अर्को पार्टी एमाले। 3 पार्टी थियो। 3 पार्टीको सरकारलाई 3 खुट्टे सरकार भन्थे। हेर्नुहोस्, 3 खुट्टे सरकार भन्थे। त्यसै पटमा फेरि मैले रापरपाबाट फेरि उठेर फेरि रापरपाबाट पनि मैले जितेँ। फेरि जितेँ। फेरि रापरपाबाट पनि एक अवधि पुरै खाइयो। 2 अवधि भयो। यो रापरपामा त हलो फल्ने रहेछ भनेर फेरि रापरपाको 5 वर्ष अवधि पुगेको थिएन। फेरि अर्को पटक पनि रापरबाट हलै चिन्न लिए। हलो चिन्न भयो, हलो जोत्नु भयो। हजुर हलो जोत्यो। जनताहरूले हलो जोत्नु पर्ने। अब पहिलेको जमानामा किसान हुनुपर्ने हैन, हलो नै प्यारो लाग्यो जस्तो लाग्यो। हजुर हलो नै प्यारो लाग्यो। पछि अहिले जनप्रतिनिधिहरूको काम बाटो, त्यसै गरी स्वास्थ्य, शिक्षा, घर घरमा पानी पुर्याउने, बिजुली पुर्याउने छ। अहिले जनप्रतिनिधिले काम गर्नुपर्छ भन्ने छ। तपाईँको पालोमा जनताहरूले के भनेर तपाईँलाई चाहिँ जसरी गुनासो गर्ने, हाम्रो गाउँमा पानी ल्याइदिनुहोस्, बिजुली ल्याइदिनुहोस् भन्ने त्यस्तो तपाईँको जनताहरूले सेवा के माग्थे? हजुरलाई के भन्थे? अब पहिलो पटकमा त अब कपुरकोटदेखि यता भए अब गाडी आउँदैन, त्यहाँ बाटै थिएन। हेर्नुहोस्, अब हामी प्रतिनिधिहरूले के भन्ने भनेपछि अब कुटा कोदालोले बाटाघाटा सध्ने, बाटोघाटो बनाउने, त्यहाँदेखि पानी पुन्याएर बनाउने, त्यहाँदेखि उ गर्ने अलिअलि केही योजना सरकारले दिने थियो। दिएको योजनालाई कहीँ कुवा बनाउने, टुङ्गी बनाउने, त्यही गर्थ्यौँ। अहिले बढ्दै अहिले त अब पाइप अहिले घर घरमा अब पानी घर घरमा बिजुली लिन भइया। त्यो टाइममा त बिजुली लिन पनि थिएन। सल्यान बजारमा एउटा जेनर भन्थ्यो। जेनरबाट एउटा बत्ती मात्रै बल्थ्यो। बत्ती मात्रै हजुर, बजारमा मात्रै जेनरी भन्थे। रातैरी घँ गरिन्थ्यो त्यो जेनरी। एउटा मात्रै बत्ती बल्थ्यो। सल्यान खलङ्गैभरि
झिलिमिली बुन्थ्यो अनि ज्यानदेखि। अहिले चाहिँ एउटा बत्तीले झिलिमिली बन्ने भनेपछि अहिले के लाग्छ तपाईँको विचारमा? अहिले त धेरै खलङ्गाको आसपासका ठाउँहरूमा बिजुलीहरू त आइसक्यो, झिलिमिली त भइसके। तपाईँलाई के लाग्छ त्यो अवस्था र यो अवस्थामा के फरक पाउनुहुन्छ? तर के हो भनेपछि पहिलाको अवस्थामा के थियो भने अब पैसा पनि थोरै, अब पैसा पनि थोरै पैसाले धेरै काम गर्ने। मैले त्यो बोधमा कालापार गइकन 300 रुपियाँ 2 रुपियाँ ढ्यारीले महिनाको 60 रुपियाँ हुन्थ्यो। 300 रुपियाँ हाल्नु भने 1 रोप्ने जिमेन आउँथ्यो। हेर्नुहोस् अहिले त 300 रुपियाँ आउँछ। अहिले आउँछ? अहिले त आउँदैन। अहिले त 300 रुपियाँको एउटा तेलको बोतल पनि आउँदैन। जमाना कहाँ गइसक्यो? 15-20 रुपियाँ हाल्ने भने भाले आउँथ्यो। हेर्नुहोस् 2-2.5 किलो। अहिले त 1200 हाल्नुपर्छ। केही पनि आउँदैन। 800 रुपियाँ किलोमा छ। 800 रुपियाँ 2 किलो भने 1600 रुपियाँ पर्छ। हेर्नुहोस् पर्छ 20 रुपियाँमा। तर मेरो व्यवस्थापन, मेरो सोचाइ, मेरो बुझाइमा चाहिँ जो पहिलेकै जमाना ठिक थियो होला सायद। यस्तो पनि होला सायद, पैसाको आवश्यक पनि धेरै पर्थ्यो होला। पहिलेको जस्तो पैसा त हुने थिएन। हुँदैन थियो। अहिलेको जस्तो पैसा हुँदैन थियो। त्यही थोरै पैसाले पनि धेरै काम गर्थ्यो। 300 रुपियाँ ल्याएर घर आउनुभयो। अनि जो जनप्रतिनिधि हुनुहुन्थ्यो तपाईँ इन्डिया जानुभयो। अब ये जनप्रतिनिधि भए थिएन। पहिला मैले अब जनप्रतिनिधि नहुन्जी इन्डिया अब धेरै बसेँ। 12-13 वर्षसम्म डुल्या घुम्या। त्यहाँदेखि घर आएन, जनप्रतिनिधि भएदेखि मैले अब कोही पटोमा गए पनि धेरै जस्तो जाने नि। त्यहाँ घर गृहस्थीमा फसेँ। मैले बिहा गर्दाखेरि 29 वर्ष भए पनि बिहा गरेँ मैले। 29 वर्ष भए थिएन। 29 वर्ष अहिले त बजे 10-12 वर्ष आउँछन्। कोखरा गाउँ लाइन्छन् अहिले त। कोखरा गाउँ लाइन्छन्। तोर्या गरेर लाइन्छन् अहिले त। 10-12 वर्ष हाल्यो केटाकेटीले। कोखरा गाउँ लाइन्छन् अहिले। सुन्नुहुन्छ कोखरा अब तोरे गरेर लाइन्छन् 10-12 वर्ष केटाकेटीले अहिले त। अनि बिहा गर्छन्। छोराछोरी पाउँछन्। अनि फेरि 20-21 वर्ष बेला जवानी चल्छ। हेर्नुहोस् चल्छ। फेरि अर्को खोज्छ। परिस्थिति त्यस्तै छ। अनि तपाईँसँग मैले कुरा गर्दैछु जाँदाखेरि जनप्रतिनिधि हुनुभयो, माओवादीको पाला पनि आयो होला सायद। माओवादीको पाला अब मैले 2 अवधि पुरा खाएपछि 3 अवधिमा मैले फेरि हलै चिन्नेली जितेपछि जनताहरूले गाउँमा जस्तो चुनाव आयो भने जो आयो उठे पनि तपाईँले नै जिताउने। तपाईँले नै एकदम सबको मनको ढुकढुकी बनाउनु भयो जनताहरूले। अहिले के लाग्छ? अहिले जनप्रतिनिधि हुन पाए जस्तो लाग्छ कि लाग्दैन? अब त जनप्रतिनिधि हुने त हुने हो। हेर्नुहोस् अब ज्यान बुढो भइगयो। अब सकिँदैन। पैसा पनि छैन। अहिले के छ? पहिले त कसरी चुनाव जित्नुहुन्थ्यो बाजे तपाईँले? चुनाव जित्दाखेरि अब जस्तो आज भोलिको यो चुनाव जित्दाखेरि गाडी घोडामा आफ्नो पार्टीको गीत बजाउँदै आन्दोलन गर्दै चुनाव जितिन्छ। तपाईँको पालामा कसरी जित्नुहुन्थ्यो? अब मेरो पालन त पहिले के थियो भने अब आफ्नो वाराभरिमा अब पहिले अब म जनप्रतिनिधि हुन्छु, म जनतालाई राम्रो काम गर्छु, राम्रो सेवा गर्छु, मलाई भोट दिए भने नमाग्ने र घुम्ने डुल्ने मात्रै हो। 1 पैसा चिया अर्कालाई पनि नखुवाउने, अर्काको चिया पनि नखाने, आफूले नखाउने चलन थियो। जनताले भोट दिएपछि जनताको सेवा गर्ने त्यही थियो पहिला त। सेवा गर्ने। अनि जनप्रतिनिधि भइसके पछाडि कसैको घर जाने जस्तो अहिले जस्तै हुन्छ नि यो पार्टी ऊ पार्टी भन्ने छ, त्यस्तो चलन थिएन। पञ्चायत व्यवस्थामा थिएन। पञ्चायत व्यवस्थामा कुराकानी मिलाउँदा जाँदा कोही झगडा पर्यो भने कुराकानी मिलाउँदा जाँदाखेरि कसरी जानुहुन्थ्यो? अब पञ्चायत व्यवस्थामा पहिले अब कुराकानी झगडा मिलाउँदा जाँदाखेरि अब गएपछि अब कसैले अब कुराकानी मिलाइदियोस् तिमीले त 2-4 पैसा चिया खाल भन्यो भने मलाई चिया केही चाहिँदैन, आफ्नै पल्लाको पैसा खान्छु, म पल्लाको चिया खाला, म कसैको खान्न भनेर घर आइजाने। त्यो तपाईले इमानदार देखाउनु। इमानदार देखाएँ। कसैको पैसा खानु हुँदैन। कसैले पैसा देला र खाला भन्ने सोच्नु भने आफै दुःख गर्ने आफै खाने। आफै दुःख गर्ने आफै खाने। कसैले आज छलफलका दिन यता भाइ भात खाऊँ भन्यो भने अर्को दिन कहिले भात खाउँला, आज म तुम्रा गएर भात खान्न, त्यता भाइ पक्षमा भात खायो भन्ने पर्छ, म कसै घर गई भात खान्न भन्ने चलन पनि गर्थेँ। राम्रो काम गरेँ, राम्रो सेवा गरेँ, कसैलाई 1 पैसा नाठै केही नगरी कसैको छलफल मिलाउँदाखेरि त्यो टाइममा हेर्नुहोस् 5 रुपियाँ जरिमाना तिराउने भने ठुलो हुन्थ्यो। 5 रुपियाँ। अहिले त 5 लाख तिराउँछ।
अहिले त 5 लाख 5 रुपियाँ तिराउने भने ठुलो हुने ठुलो च्यात्तै जमानामा त 5 रुपियाँ पनि धेरै हो त त्यसले त ओहो त्यसले त 5 रुपियाँ तिरो गरे भन्ने अनि तपाईँ मेला पा जाँदाखेरि कति रुपियाँ लिएर जानुहुन्थ्यो मेला पातो जाँदाखेरि मैले पहिला यो रातो पैसा हुन्थ्यो तामाको त्यो 1 पैसाको 2 पैसा हुन्थ्यो त्यो पैसा लिएर मेलामा जाने भने एउटा पैसा हाल्ने हो भने यति केरा आउने यति केरा आउने त्यो एउटा केरा 2टा केरा खाने भने बुढो ढाडी जाने हजुर झोलाउनु पुगी ल्याउने भइगयो केरा गरेर ल्याउने भइगयो अनि मेला त्यही रातो पैसा पनि पल्लाउनु नभने आमा बुवासँग चोरी नै लिने हो फेरि चोरी लिने कता राखेका छन् बुढाहरूले चोरी नै लिने मेला लिने भने केरा किन्ने बदम किन्ने 1 पैसाको त्यति आउने के 1 पैसा भाग हुन्थ्यो यत्रो भाग दिने 1 मनामा भाग एउटा अलगै जस्तै मासु काटिसके पछाडि भाग राखेका हुन्छन् नि 1000-1200 रुपियाँको भाग हुन्छ नि त्यस्तै भाग हुने त्यस्तै भाग हुने बदमा धेरै हुने हुने त्यस्तो त चलन थियो अहिले त मानु छ नि अहिले त मानु छ 50 रुपियाँ मानु 100 रुपियाँ एउटा काँडा किन्ने हुन्थ्यो कता एउटा गुन्नीको 1 मनु बदमा आउँथ्यो यति भाग लगाएर त्यो म मेला जान्थेँ म अनि बाजे तपाईँसँग बिहे गर्दाखेरि कसरी मागी बिहे गर्थे कि पहिलेको जमानामा अहिलेको जमानामा हेर्ने हो भने केटाकेटीहरू उत्ताउला होइन कपाल रङ्गाउने औँठी लाउने त्यस्तो छ तपाईँको पालामा कसरी यो उमेरको बेला अनुभवहरू के गरेर बिताउनुहुन्थ्यो छोटी बस्न जाने उहिलेको पालामा भगाउने चलन थियो कि थिएन हजुरको पहिलेको पालामा त हाम्रो आमा बुवाको पालामा त माग्ने चलन थियो माग्ने अब केटी हुने गरेर जाने माग्ने अब उनले के भन्ने भने अब एकै फेर आएर ढल्दैन आउँदै रुनु होला बस्दै रुनु होला भन्ने जाने बस्ने उठ्ने एकै फेर आएर ढल्दैन भन्ने टाइम लाग्छ छुट्टी भगाउँदै जाँदा पनि त्यस्तो थियो तपाईँको चलन त्यस्तो चलन अनि तपाईँ त्यो गइसके पछाडि केटीले के तपाईँको श्रीमतीलाई कसरी फकाउनु भयो पहिलेको जमानामा अहिलेको जमानामा त म हजुरलाई धेरै माया गर्छु त्यस पछाडि पैसा कमाउँला सुख हुन्छ म विदेश जाउँला भन्ने एउटा आशंका केटीहरूलाई चाहिँ पुरुष मान्छेले महिला मान्छेलाई फकाउँछ भने तपाईँले त्यो जमानामा कसरी फकाउनुहुन्थ्यो महिला मान्छेलाई अब अरूले त के गरी फकाउँथे कसरी फकाउँथे के थाहा भयो र अब मैले त के गरेँ भने अब चाहिँ अब जम्मै इन्डियामै हेर्ने भारतमै हेर्ने कालो पार जाने आउने जाने न बिहा गर्दैछ न त बड्डो होइन्छ न त बिहा नगरी कुकुचर होइन्छ भन्ने मलाई भोटे उते 28-29 वर्ष भयो बिहा गरेको थिइनँ 28-29 वर्ष 29 वर्ष बिहा गर्दै बेला मान्छेले के भने बिहा गर्नुपर्छ त्यसले बिहा नगरिन बड्डो होइजाने भनिन अर्काले लुलाई फगाए अर्काले त ल्या भनिन मलाई अर्काले बनाइदिएन बिहा गर्नुपर्छ भनिन बिहा गराइदिए हुन् तर मैले आजै पनि मैले बिहा गर्छु मैले केटी ल्याउँछु भनिन कि सोचिनँ कि अर्काले बनाइदिएपछि ल्याएपछि अब बिहा गर्यो बिहा गरेपछि 29 वर्ष बिहा गरेँ 30 वर्षमा भएन छोरो जन्मिया हो कति भाइ बहिनी छन् हजुरको मेरो अहिले 3 भाइ छोरा एउटी छोरी 4 भाइ बहिनी छन् 4 भाइ बहिनी छन् हामी यतिखेर दर्शक बिनहरूले हामीलाई हेरिराख्नु भएको छ तपाईँको यो पहिलेको जमाना 78 वर्षको भइसक्नु भयो 2043 साल 44 सालमा तपाईँले वाडा सदस्य हुनुभएको त्यो कुराहरूलाई चाहिँ हामीले यतिखेर दर्शक बिनहरूसम्म हामीले पनि हजुर वाडा सदस्य हुनुभएको कि सदस्य वाडा सदस्य यतिखेर दर्शक बिनहरूले हेरिराख्नु भएको छ वाडा सदस्य बन्नुभएको जो कि वाडा सदस्य कमर हुनुहुन्छ दर्शक बिन हेर्नुहोस् त बाजेको कहानी सुन्दा यो कुरा सुन्दा हामीलाई सुनौँ जस्तो लाग्छ बाजेसँग म अन्तिममा छु अब छोटो कुराकानी गर्छु बाजे अनि तपाईँ जस्तै चुनाव जित्नुभयो चुनावकै कुरा गरे चुनाव जित्दाखेरि जनताहरूले जस्तै आजभोलि भोट माग्दाखेरि हाम्रो गाउँमा बाटो पुर्याउनु पर्छ पानी ल्याइदिनु पर्छ बिजुली पुर्याउनु पर्छ भन्ने छ तपाईँको जनताहरूले के गुनासो गर्नुहुन्थ्यो मेरो जनताले त अब मैले चुनाव जित्ने टाइममा
अब भन्न त त्यस्तै त्यस्तै भन्थ्या राम्रो काम गरिस् राम्रो दाम गरिस् अनि हामीलाई सेवा गर्नु हामीलाई राम्ररी ढल लाउनु अब तेह्रभन्दा अहिबाइगाले बुनपाले हाल्ने डकाइत गर्ने गर्थे अब त्यो भ्याउले अब त्यसले राम्रो काम गरिस् भने मलाई जिताएको मैले त्यहाँदेखि कोही बुनपाले आयो भने मैले बुनपालेलाई टोराएँ आफूले उ गरेन त्यो बुनपालेलाई बर्तुने आफूले 2-4 पैसा खर्च गरिन आफूले बुनपालेलाई पठाउने गरेँ गाउँघरमा यसले यस्तो गरिआउँछ उसले उस्तो गरिआउँछ भने डकाइत गर्न मैले दिइनँ त्यही भएन मैले गाउँलेलाई धेरै सुविधा गरे आउनेले मलाई पटक पटक्नु जिताइरहने चलन गरे तपाईँ के विकास गर्नुपर्छ यो 2044 कुराको अनुभव गर्नुहोस् त पहिलो प्रथम काम के गर्नुपर्छ जनप्रतिनिधि भएपछि पहिले प्रथम त यस्तै अब कुटी कोदाली गर्ने अब पहिला त गरिब मान्छे अब बेसाइ खाने कुटी कोदाली गर्ने त्यही नपुग्ने त्यही गरियो उहाँपछि अब गर्दै आफूले जो पनि गर्दै हिँड्नुपर्ने रहेछ गर्दै रहेँ उहाँपछि भने आफूले तोन नछोड्यापछि गर्दै रहेपछि भगवान्ले साथ दिँदछन् उहाँपछि एक मनु खाने पनि भयो कुटी कोदाली गरी नै गृहस्थी गरे अब पहिल्यै कुटी कोदाली गरी माओवादीको द्वन्द्वकाल पनि आयो होला माओवादीको द्वन्द्वकाल त सदा आयो सदा आयो माओवादीको द्वन्द्वकाल मैले त हात पाउ जोरी नै बाँच्याउ माओवादीले त मलाई त नतरी तिमी माओवादीलाई त माफिया भइगयो भन्ने भने मलाई कताली मार्ने थियो आज म त हात पाउ जोरी बाँच्याउ त्यस्तो अब गाविस अध्यक्ष उता गइए बजारमा गइए उपाध्यक्ष कता भाइए माओवादीले भित्ती बनायो र पछि मलाई आउने पाली सुन्न माग्ने तिम्रा जति सक्दैन म मेरा जति सक्छु भन्ने उनले भने आम त आफूले घटी कम गरिन दिने सुन्ना दिने पठाउने त्यही गरी नै बाँच्यो म त माओवादीको पालन अब माथि हेलिकप्टरले गर्ने बोला सर्ने मान्छे कता भागौँ कता लुगौँ भन्ने भेटाएपछि उसले सैनिकले फेरि माओवादीको पनि रगेट्ने उता माओवादीले भेटाएपछि खाने उता हैरान गरे हैरान कति सालमा भयो नि त्यो 2063 साल त मैले त बिर्सिने कति सालमा हो भएको जस्तै 62-63 हो होला त्यस्तै अनि तपाईँ माओवादी भएको बेला डर लाग्यो होइन हात पाउ जोड्नु भयो हात पाउ जोडिनु बाँच्यो दिन के जोड्नु हुन्थ्यो आइटेममा तिनी आइटेममा हात पाउ जोडिनु बाँच्यो फेरि गइन्छ नानी फेरि तिनी आइटेममा हात पाउ जोड्ने नि दिनकै त आउँदैन त कोही टाइममा आउँथ्यो कोही दर्शकबिनले हामीलाई हेरिराख्नु भएको छ हामी अन्तिम चरणमा छौँ बाजेको जो कि कुरा सुनिसक्यौँ 2044 साल सायद म त जन्मेकै थिएन 2060 सालमा जन्मेको भनौँ न म 2060 सालमा जन्मेको मान्छे बाजे 44 सालमा वडा सदस्य पञ्चायत व्यवस्थापनमा उहाँ वडा सदस्य हुनुहुँदैछ पटक उहाँलाई जितै राख्नु भएको रहेछ माओवादीको द्वन्द्वकाल आइसके पछाडि उहाँले चाहिँ वडा सदस्य सायद हुनु भएन त्यहाँ देऊ त मैले त उ गरेँ फेरि धेरै उ गरेँ फेरि बुनको उपाध्यक्ष पनि काम गरेँ स्कुलको पनि सदस्य पनि भएँ एकहिंसा स्कुलको त्यहाँ देऊ फेरि एउटा ऊ सानो एउटा मैले त जागिर पनि खाएको फेरि जागिरी यो नाफी सर्वे टोलीमा लेखमा झन्डा गाड्ने लेखमा झन्डा गर्ने दुर्बीन ल्याऊ त्यो काम पनि मैले 2.5 वर्ष पनि गरेँ कति थियो तलब त त्यो टाइममा महिनाको 300 मात्रै तलब थियो महिनाको 300 तलब 15-20 रुपियाँ हाले भाले आइजाने दिनको 10 रुपियाँ पऱ्यो 300 लाख भइसक्यो 300 रुपियाँ हाल्ने भने त 1 रुपियाँ पनि जग्गा आइन्थ्यो मैले त्यहाँतिर जग्गा 1.5 रुपियाँ हालिआऊ 1200 दिआऊ 1200 कति पर्छ होला अहिले त कुनै 12 लाखले पनि मिल्दैन क्या अहिले त मिल्दैन क्या अहिले हुन्छ बाजे हामी हजुर अन्तिम चरणमा छौँ यतिखेर दर्शकबिनहरूले हामीलाई हेरिराख्नु भएको छ के भन्नुहुन्छ दर्शक बाजेको कुरा सुनिसक्नु भएको छ उहाँ बाजे भिख कौर हुनुहुन्छ भिख बहादुर कौर हुनुहुन्छ दर्शकबिनले भिडियो धेरै सेयर गरेर साथ दिनुहोला र युट्युबमा नयाँ साथीहरू हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला र बाजेको कुरा कस्तो लाग्यो कमेन्ट बक्समा गर्नुहोला धन्यवाद भयो।